येशूको प्रेमले जलेको पुस्ता निभने छैनौ हामी येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौ हामी येशूको प्रेमले जलेको पुस्ता निभने छैनौ हामी येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौ हामी यहुदाको सिंह उनी महिमितुमा संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी यहुदाको सिंह उनी महिमितुमा संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी हालेलुया होसना येशूलाई होस् महिमा हालेलुया होसना येशूलाई होस् महिमा रोक्न सक्दैन बाधा र अडचनले छेक्न सक्दैन नपुगिने कहीँ छैन नसकिने केही होइन येशूको नाउँमा नुन र ज्योति हौ हामी संसारको बोकेर सुसमाचारको आगो जलाउँदै अन्धकारको किल्ला गाउँ र सहर टाढा र खोला भएर जानु छ येशूको प्रेमले जलेको पुस्ता निभने छैनौ हामी येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौ हामी तपाईको प्रेमले जलेको पुस्ता निभने छैनौ हामी तपाईको दर्शनले दौडेको पुस्ता रोकिने छैनौ हामी यहुदाको सिंह उनी महिमितुमा संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी यहुदाको सिंह उनी महिमितुमा संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी हालेलुया होसना येशूलाई होस् महिमा। तपाईको नाम के हो? मेरो नाम शेरबहादुर साई राजकोची मुखिया। शेरबहादुर साईराज कुल्सी राजकोची मुखिया। राजकोची मुखिया। राजकोची। हजुर चाहिँ यो राउते समुदायको मुखिया हुनुहुन्छ। तपाईसँग अरू मुखियाहरू पनि छन् कि? अरू मुखिया पनि छ। दुईजना छ। दुईजना हुनुहुन्छ। यहाँ कति परिवारहरू बस्छन्? यहाँ अब होला 144 जना। 144 जना जति। अनि परिवारहरू चाहिँ कति छन्? मेरो हजुर हामी 5 जना छौँ। 5 जना। 2 छोरा, 1 छोरी, 1 छोरी, एउटा बुढी। एउटा मै होइन र। अनि यहाँ आएर बसेको कति भयो? यहाँ आएर बसेको त 15-16 दिन। 15-16 दिन भयो। अनि अब कति बादमा चाहिँ यहाँबाट फेरि अर्को जग्गा जानुहुने? हो कति बादमा होइन, यहाँबाट फेरि उतै जाने। पूर्वतिर। ए अब यता दैलेखतिर छोडिआउने। अब दैलेखबाट सुर्खेत छर्याउने। हजुर। सुर्खेतबाट फेरि पूर्वता जानु पर्यो। ए घुमन्ती जाति एक ठाउँमा नबस्ने हुन्छ। घुमन्ती जाति राउटे भनेको जङ्गली जाति पनि सबैले चाहनु परेको छ, सबैले थाहा पाउनु भएको छ। हजुर। राउटे पुर्खैदेखि। अनि यसरी घुमन्ते गर्दाखेरि तपाईहरुलाई कतिको असुविधा हुन्छ? कतिको सुविधा हुन्छ र पहिला चामल आएको थिएन। आजभोलि चामल बाख्रो पनि आउँछ, कुखुरा पनि दिन्छ। कसैले यो हेरेर हेरपेट गरेर पहिला आउनु भएको थिएन। आजभोलि पैसा धेरै चाहिन्छ होला। आजभोलि आइरहेको छ। हजुरले पनि के ल्याएको छ आजभोलि। आज जुन चिज भएर पनि राम्रैले हुँदैछ।
नरमाइलो त कहीँ पनि छैन। अनि तपाईँहरूकोमा जति पनि सरसामानहरू खाद्य सामग्रीहरू नआउँदाखेरि कसरी चलाउनुहुन्छ? नै होइन, नआउँदाखेरिमा त हामी अलिअलि कुसी बनाउँछौँ, मधुस बनाउँछौँ, बागसहरू त्यस्तो बनाएर चिनीहरूलाई बेचेर गाउँबाट धान ल्याउँछौँ। पहिला पहिला हाते मुसलले कुटेको थियो, आजभोलि यो मिल छ, हाते मुसल पनि चाहिन्न, उखल थियो राउटे समुदाय त्यस्तो थियो। यो आजभोलि त्यस्तो पनि चाहिन्न, आजभोलि जुन भएर पनि भइजान्छ। अनि यहाँ समुदायभित्र रोग बिमारहरू हुँदा अस्वस्थ हुँदा के गर्नु हो? त्यो त यो टाढा टाढा भइसक्यो भने यो जान्न अस्पतालमा, यो नजिक भइसक्यो भने त अस्पतालमा जान्छ। अस्पतालमा पनि जानुहुन्छ? सरकारले तपाईँहरूलाई अस्पतालमा उपचारको लागि सुविधा दिन्छ? सुविधा दिन्छ। अनि धेरै टाढा पडिसक्यो भने जडीबुटी पनि ल्याउँछ जङ्गलबाट खोजेर, त्यो जडीबुटी लगाइसक्यो भने त्यो अस्पताल जस्तै हुन्छ, त्यही त जडीबुटी भन्नु पर्यो, हो कि होइन? जडीबुटीमा यहाँनिर के बिमारहरूको चाहिँ अब यहाँतिर यो औलमा हुँदैन, लेकतिर जानुपर्छ। हो, त्यो जडीबुटी खोज्नु भनिकन लेकतिर जानुपर्छ, धेरै टाढा टाढा जानुपर्छ, 2-3 दिन लाग्छ। अनि त्यति दिन मान्छे झनै असुविधा हुँदैन बिमार हुनेलाई? हो, बिमार हुनाले सुविधा हुँदैन, त्यो जडीबुटी बल्लगडी ल्यायो भने चाहिँ सुविधा हुन सक्छ। अनि कसैको मृत्यु भइहाले, मरिहाले, के गर्ने? कस्तो छ तपाईँहरूले? नै होइन, हामी हजुरलाई बोल्छौँ होला, हामी गाड्छौँ। तपाईँहरू चाहिँ गाड्नुहुन्छ? गाड्छौँ, हामी 9 दिनका क्रिया बसाल्दैछौँ। माने मरेपछि 9 दिनपछि चाहिँ क्रिया गर्ने? 9 दिनसम्म यो मासु नखाने, नुन नखाने। अनि मृत शरीरलाई चाहिँ गाड्ने? हो, गाड्ने। हामी पोल्ने चलन छैन। पोल्ने चलन छैन। अनि मैले सुनेको गाडेपछि तपाईँहरू त्यो जग्गाबाट अर्को जग्गा सर्नुहुन्छ? हो, अर्को जग्गा सर्छ। त्यो चाहिँ के कारणले? त्यो के कारणले होइन, यो घुमन्दी जाति मान्छे मर्या तापनि नमर्या तापनि मान्छे मर्या सर्ने हो, मान्छे नमर्या पनि सर्ने, त्यस्तै। माने सर्छ भनेर चाहिँ तपाईँहरू त्यहाँबाट अर्को जग्गा जानुहुन्छ? सबैजना मिलापात गरेर मिलेर पुरासुरा गरेर एक्लैले भनेर हुँदैन। म मुखिया हो भनिकन, म पनि ठुलो मान्छे हो भनिकन धुमुक भन्ने छैन, हो कि होइन? अनि यहाँबाट सर्ने निर्णय तपाईँले लिनुहुन्छ? नै, हामी सबैले सल्लाह मिलापात गरेर बल्ल सर्छौँ। हो, त्यस्तो। तपाईँहरूको समुदाय बिचमा कुन चाहिँ भाषा प्रयोग हुन्छ? नै होइन, हाम्रो यस्तो खाम्सी भाषा बोल्नु पनि हुँदैन, थारूको भाषा पनि छुट्टै हुन्छ, जिन्दारीको भाषा छुट्टै हुन्छ, राउटे खाम्सी भाषा छुट्टै हुन्छ, हिन्दी भाषा छुट्टै हुन्छ। राउतेहरूले चाहिँ के बोल्छन्? राउतेहरूले क्या बोल्छ क्या नै, त्यो त्यस्तो आफ्नो खाम्सी भाषा त्यस्तो बोल्यो भने हाम्रो यो बाँदर मर्दैन। यिनले पनि अघि नै त्यस्तै भनिदिएको हो, त्यो खाम्सी भाषा पनि सुनाउनु हुँदैन, भाषा त यही नेपाली नै। त्यो भाषा चाहिँ अरूलाई सुनाउनु हुँदैन? अरूलाई सुनाउनु हुँदैन, आफ्नो मात्र। खाम भाषा चाहिँ अरूलाई सुनाउनु हुँदैन? अरूलाई सुनाउनु हुँदैन। त्यो सुनायो भने चाहिँ बाँदर? त्यो बाँदर मर्दैन त? मर्दैन। हो, बाँदर नमर्या भइदिएपछि त्यो राउटे समुदायमा त त्यो बाँदर मरिदियो भने काम हुँदैन, वन पूजा गर्नुपर्छ। वन पूजा चाहिँ बाँदर मारेर हुन्छ? हो, वन पूजा पहिला कुखुराको सानो कुखुरा ल्याएर यो घरको यो गुरुकुटा वन पूजा गर्नुपर्छ, रगत मात्रै वन पूजा गर्ने, मासु मात्रै खाने। हो, त्यस्तो कारण छ। भनेपछि बाँदर पनि मारेर खाना मिल्छ? हो, खानुहुन्छ? खान्छ। बाँदर बाहेक अरू जनावरहरू? अरू जनावर हामी मृगहरू खाँदैन। केवल बाँदर? अनि बाँदर खाने, कुखुरा खाने, बाख्रा खाने, यो वनको यो बाख्रे जस्तो हुन्छ नि, यो मृग भयो, अर्को यो रतुवा भयो, त्यस्तो हामी खाँदैन। बाँदर, बुङ्ना त्यस्तै मात्र। पिउने पानीको कसरी बन्दोबस्त गर्नुहुन्छ? अघि तपाईँ पानी लिन जानुभयो? हो, पानी लिन जानुभयो। अनि तपाईँहरू बस्दाखेरि जहिले पनि पानीको मुहानको नजिकतिर बस्नुहुन्छ? हो, नजिकतिर बस्छौँ। टाढा टाढा बसेको भने अहिले मेरो यो नजिक भएको छ र यो पानीमा मेरो बुढीले एक्लै जानुभएको सकेन त, हो कि होइन? सर्पको डर पनि लाग्छ, कहीँबाट एउटाबाट केही जनावर आइसक्यो भने, बाघ भालु आइसक्यो भने त्यसको डर पनि हुन्छ भने त्यस्तो यो महिलाहरू सक्दैन, पुरुष त जान्छ।
यस्तो परिवारमा महिलाहरू पुरुषहरूकै अधीनमा बसेर सबै कुराहरू गर्छन्, हो सबै उनीहरू कुरा आफैले गर्न मिल्दैन। आफैले गर्न नानीहरूमा तपाईँहरूले शिक्षाको प्रति केही गर्नु भएको छैन, त्यस्तो भएको इच्छा छैन? इच्छा छैन। स्वास्थ्यको लागि चाहिँ जानुहुन्छ? हो स्वास्थ्यको लागि। ए, भनेपछि अब तपाईँहरू पूर्वतिर अझै जानुहुने? हजुर सर एउटा कुरा भनिदेऊ है, मेरो बागस छ नि म दुसो हजुर कहीँ झर्नु पऱ्यो चित्तालचेरमा पढाइदिन्छु। म त्यसको धेरै पर्दैन, कति वर्ष? 1500 जति। 1500 कस्तो छ? यो रातै छ यहीँनिर छ, ए मैले पानी ल्याएर राखेको नि हो त्यहीँनिर छ। म कुहिएर यो कहिले न कहिले फलाना ठाउँमा हो राउटे मुखे बाघ मऱ्यो कि बाघ चिरेको छ कि यो नासो त यहाँ रहेकै छ हामीसँग। नासो हामी हेरिरहेको छौँ, हामी छोड्दैन, राउटे मुखियाले दिएको त्यो नासो हामी छोड्नु भन्ने छैन भने त्यो चाहन्ता चाहियो न, सम्झना होइन र? अनि आज हामी केही सानो थोरै राहतहरू लिएर आएका छौँ। तपाईँले तपाईँले आफ्नो सबै समुदायलाई राम्रोसँगले वितरण गरिदिनु होला ताकि सबैलाई पुगोस्। हो सबैले नपुगेन हुँदैन, सबैले पुगेस् भने त्यो पनि हुन्छ। त्यो नराम्रो कुरा खाने पिने यो चुरोटहरू चाहिँ धेरै खान्छन्, राउतीहरूले खान्छन्। भातको पनि बनाउँछन्, यो भात बनाउँछन्। समुदा राम्रो चामल ल्याएको राम्रो हो कि होइन? सुरत मन्दा सुर्ची मन्दा चामल ल्याएको राम्रो होइन? अनि तपाईँले यो विषयमा अरू समुदायलाई भन्नुहुन्न कि सुर्ती खानुभन्दा चामल खानु राम्रो भनेर? हो त्यो पनि भनिराखेको सुन्दैन उनीहरूले? हो सुन्दैन। अब खानाले खान्छ न खानाले खाँदैन, कोही मान्छे सुरत खान्छ, कोही मान्छे सुर्ती खान्छ। तर त्यो थोकहरू त फेरि स्वास्थ्यको लागि हानिकारक हो नि। हो तपाईँहरू मुखिया भएकोले यसो भनिदिनु भयो भने त सबैले मान्थेन होला, पालन गर्थे होला। नै होइन, एक्लैले भनेर हुँदैन, सबैले कुराकानी गरेर कसले पनि छोड्न सक्दैन। अनि तपाईँहरूको लिखित भाषा चाहिँ छैन, केवल बोलिने मात्रै हो? खाम भाषा मात्रै, खाम भाषा। तर अरूलाई सुनाउन मिल्दैन? हो अरूलाई सुनाउन मिल्दैन। तर राउटेको मासु हुँदैन, बाँदर मर्दैन के? त्यो विश्वास। रुखपातहरू कतिको क्षति हुन्छ तपाईँहरू बस्दाखेरि? नै होइन, यहाँ कसरी काट्नुहुन्छ? यो रुख त हामी बन्छौँ होइन, कतिको दूरीमा काट्नुहुन्छ कि नजिकतिरको रुखहरू पनि काट्नु? नै होइन, नजिक त्यसो अब यो रुखमा चढ्न कसैले पनि सक्दैन राउटे होइन। हुन्छ, तपाईँको समयको लागि एकदमै धन्यवाद। अनि त्यो राहतहरू छ अनि हामी पूर्वतिरबाट आएको, अनि तपाईँले त्यो सबैलाई वितरण गरिदिनु होला। तपाईँको समयको लागि धन्यवाद। अनि अर्को वर्षतिर फेरि आउँछौँ, तपाईँलाई यतैतिर भेट्नु पायो भने अझै राम्रो। अनि मुखिया चाहिँ कति समयमा परिवर्तन हुन्छ? मुखिया चाहिँ सधैँभरि एउटै हो? तपाईँहरू 3 जना सधैँको लागि? हो 3 जना सधैँको लागि। 3 जना मरिसक्यो भने अर्को हुन्छ। 3 जना बाँचेसम्म सधैँ छ। हुन्छ। राहतको निम्ति ल्याएको सामानहरू चाहिँ रहेछ। हाम्रो चामलहरू भइहाल्यो, 25 केजीको चामल छ। अनि यसमा खोर्सानी उहाँहरूले मन पराउने कुरा भनेर हामीले थाहा पाएको थियो, अनि खोर्सानी ल्याएको छौँ। अनि यसमा दाल, त्यो बाहेक अन्य कुराहरू जस्तै तेलहरू, नुनहरू उहाँले साह्रै लिनुहुन्न। त्यही भएर उहाँहरूलाई जुन चाहिँ कुराहरूको बेसी डेली प्रयोगमा आउँछ त्यही कुराहरू चाहिँ हामीले उहाँको निम्ति ल्याएका छौँ। अनि पछाडि देख्नुहुँदैछ उहाँ सबै पर्खिराख्नु भएको छ। हामी मुखियाको प्रतीक्षा गरिरहेका छौँ। उहाँ आएपछि चाहिँ हामीले हरेक परिवारलाई लिएर एक परिवारलाई एक-एकवटा सबै कुराहरू हामी वितरण गर्नेछौँ। त्यो बाहेक हामीले साल पनि ल्याएका छौँ हाम्रो लेडिजहरूको निम्ति। त्यो पनि हामीले साथसाथमै नै डिस्ट्रिब्युट गर्नेछौँ। येशूको मन हामीमा छ, भिडहरू
हुन्छ हामी अब हाम्रो यो 2 दिनको राउटे भ्रमण हामीले सकेर अब हामी फिर्न लागेका छौँ आफ्नो वासस्थानतिर हामी भोलि फर्न लागेका छौँ। त्योभन्दा अगाडि हामी समक्ष यहाँ लालबहादुर सर हुनुहुन्छ अनि उहाँ चाहिँ हामी नेपाल सरकारप्रति एकदमै धन्यवादी पनि छौँ कि धेरै हामीले पढेका थियौँ कि राउटेहरूको बिचमा तर राउटेहरूको विषयमा तर हामीले एउटा सुन्दर कुरा चाहिँ के पायौँ भन्दाखेरि सरकारले अधिकारीहरू पनि राउटेहरूको बिचमा रहनको निम्ति खटाउनु भएको रहेछ। अनि सरसँग म केही 2वटा शब्दहरू राखिदिनु हुन म अनुरोध गर्छु। विशेष गरेर सर तपाईँलाई स्वागत गर्छु। अनि मेरो प्रश्न चाहिँ यो छ कि तपाईँहरू कति समयदेखि यहाँनिर बस्दै हुनुहुन्छ राउटेहरूको बिचमा अनि तपाईँहरूको जिम्मेवारी के कसो छ अनि राउटेहरूको बिचमा बस्दै गर्दाखेरि रहँदै गर्दाखेरि तपाईँलाई लागेको अनुभवहरू राम्रो नराम्रो अनुभवहरू के कस्तो छ अनि उनीहरूलाई सरकारले एउटा मुख्य धारामा ल्याउनको निम्ति के कस्ता प्रयासहरू गरिराखेका छन् हजुरहरू मार्फत यो छोटकरीमा बताइदिनु। नमस्कार, मेरो नाम चाहिँ लालबहादुर खत्री। म चाहिँ नेपाल सरकार भन्दा पनि म सोसिङ नेपाल संस्था भन्ने छ। सोसिङ नेपाल संस्थादेखि विगत 8 वर्षदेखि राउटे परियोजना भनेर लागू भएको छ। यसमा म अहिले जोडी शिक्षकको रूपमा काम गर्छु यसमा र हामी 4 जना स्टाफ छौँ अहिले। 2 जना स्वास्थ्यमा हेल्थको हेर्ने हुनुहुन्छ भने हामी शिक्षातिरको हो। हामीले शिक्षाको क्षेत्रमा चाहिँ उनीहरू बालबालिकाहरूदेखि लिएर वृद्ध सबैलाई व्यक्तिगत सरसफाइ सबभन्दा प्रमुख कुरा हामीले व्यक्तिगत सरसफाइको हेरेका छौँ। यहाँभन्दा पहिला उहाँहरू बस्तीमा पनि बस्तीभित्र नै दिसा पिसाब गर्ने बस्तीभित्रले बढी फोहोर्ने गर्ने ननुहाउने महिलाहरू पनि ननुहाउने बालबालिकाहरू ननुहाउने त्यस्तो हुन्थ्यो भने बिस्तारै हामीले नुहाउनदेखि लिएर उहाँहरूले साबुन आफै किनेर प्रयोग गर्ने सेम्पू बिना ननुहाउने त्यस्तोसम्म हुनुभएको छ अहिले चाहिँ। पहिला त्यस्तो हुनुहुन्थेन उहाँहरू र पहिला हामी लाग्नुभन्दा पहिला उहाँहरू महिलाहरूदेखि लिएर पुरुषहरू पनि खासै खुलेर नबोल्ने त्यस्तो गर्नुहुन्थ्यो भने अहिले सबैसँग खुलेर बोल्ने सबैसँग अब भनेको प्रश्नको उत्तर दिन सक्ने त्यस्तो हुनुभएको छ भने स्वास्थ्यको क्षेत्रमा उहाँहरूले पहिला अब कुनै पनि उपचार गर्न मान्नुहुन्थेन भने अहिले हामीले पछिल्लो समय चाहिँ हामीले विगत 8 वर्षदेखि यता अब 2-4वटा केसलाई हामीले काठमाडौँ पनि लगेका छौँ रिफर गर्ने यहाँबाट नभएर भने केही केसहरू हामीले सुकेत प्रदेश हस्पिटलमा अनि यहाँ प्राइभेट उसमाहरूमा पनि लगेर पनि उपचार गर्ने गरेका छौँ। यहाँ आउने हाम्रो सरहरूले चाहिँ प्राथमिक उपचार मात्रै गर्नुहुन्छ। अब भन्ने तत्कालै अब कसैलाई चोटपटक लाग्यो घाउहरू काटियो त्यस्तो भयो भने चाहिँ उहाँहरूले त्यसलाई चाहिँ रगत बग्न नदिनुको लागि प्राथमिक उपचारहरू गर्ने चोटपटक अनि जस्तै उहाँहरूको के छ भने दीर्घरोग भनेको उहाँहरू अब यस्तो चिसोमा सुत्नुहुन्छ पहिला चोटपटक लागेको कुराहरू खाइने खटाइने हुने भएको हुनाले त्यसको लागि हामीले विशेष गरेर मलमहरू दिएर उहाँलाई उपचार गर्ने गरिरहेको छौँ। हजुर अनि यहाँ उहाँहरूको बिचमा तपाईँहरू रहँदै बस्दाखेरि कस्तो खालको परिवर्तनहरू देख्नुभएको छ स्वास्थ्य बाहेक सामाजिक क्षेत्रमा पारिवारिक क्षेत्रमा के कस्तो छ विशेष गरेर भाषाको क्षेत्रमा? अब यस्तो छ पहिला उहाँहरू भाषागत हिसाबले अब पुरुषहरू गएर बाहिर बोले तापनि हाम्रो भाषामा महिलाहरू चाहिँ गएर बोल्नु हुन्थेन। अहिले चाहिँ पछिल्लो समय हामी पनि निरन्तर आउने हामीले उहाँहरूलाई बाहिर घुमाउन लैजाने अनि बाहिरको स्कुलहरूको विद्यार्थीहरू यहाँ ल्याएर भ्रमण गराउने त्यस्तो गर्न लागेपछि चाहिँ अब यहाँको बालबालिकादेखि लिएर यहाँको महिलाहरू अनि सबैले अहिले जस नेपाली राम्रोसँग शुद्ध बोल्न सक्नुहुन्छ। यसरी बोल्ने क्रममा अब उहाँहरू के छ भने कि अब राम्रोसँग नराम्रो पनि हुन्छ हरेक चिजमा तर पनि कस्तो भइरहेछ भने अहिले उहाँहरू बोल्दै जाँदाखेरि जुन अहिलेको युवतीहरू हुनुहुन्छ उहाँहरूप्रति बाहिरको मान्छेले हेर्ने नजर चाहिँ अलि नराम्रो भएको हुनाले अलि समस्याहरू अलिक बढी भइरहेछ। यहाँभन्दा 4 वर्ष अगाडि पनि एउटा घटना भयो। त्यो घटना भइसकेपछि केही बेर सुरक्षाकर्मीहरू खटाउनु भएर केही शान्त पनि भएको थियो। फेरि अहिले फेरि सुरक्षाकर्मी हटाइसकेपछि फेरि पनि त्यस्तै भएर अस्ति भर्खरै पनि एकजना युवा राति 12-1 बजीतिर आएर बस्तीमा छिरेपछि अब त्यो समस्याहरू भयो। त्यस्तो समस्याहरू चाहिँ उनीहरूमा देखिने चुनौतीहरू चाहिँ त्यस्ता छन् भने अब उहाँहरूले परिवर्तनको हिसाबले त पहिला अब उहाँहरू नाम लेख्न सक्नुहुन्थेन। उहाँहरूले अहिले 40 लगभग 30-40 जनाले नै नाम लेख्न सक्नुहुन्छ। उहाँहरूले अब सोझे अब कस्तो छ भने बाबुआमाले त उहाँहरूलाई पढ्न दिनुहुन्न र पनि हामीहरूले अब उहाँहरूलाई यसो थोरै टाढा लगेर बस्तीभन्दा थोरै टाढा लगेर पनि थोरै भए पनि हामीले नाम लेख्न कखेरा पढाउन एबिसिडी अनि 1 र 11 त्यसरी दुनाहरू पढाउन हामीले बिस्तारै प्रयास गरिरहेछौँ। हजुर
हुन्छ सर, एकदमै हजुरलाई धन्यवाद। तपाईँको सहयोगमा हामीले यो राउटे क्याम्पभित्र पसेर केही जागरुकताका कुराहरू सहयोगहरू हामी गर्न पायौँ। अनि हजुरहरूले जुन काम गरिराख्नु भएको छ एकदमै सराहनीय छ। अनि यो जातिको लागि हामी एकदमै निरन्तर एउटा कामना गर्छौँ है, प्रार्थना छ कि उनीहरू पनि एउटा मुख्यधारामा, समाजको मुख्यधारामा आओस्, शिक्षित बनोस्, स्वास्थ्यमा हुर्किँदै जाओस् भन्ने हाम्रो एउटा कामना सहित हजुरलाई धन्यवाद। हुन्छ। जय मसी। हामी अहिले मिसन राउतेको अन्ततिर छौँ अनि हामी अहिले फिलहाल यहाँ चर्चमा, सुर्खेतको चर्चमा हामी सङ्गतिको निम्ति आएका छौँ। हामीसँग विशेष यहाँको पास्टर बाबु हुनुहुन्छ। उहाँलाई उहाँको इन्ट्रोडक्सन, उहाँको नाम अनि चर्चको नाम पास्टर बाबुले बताउनुहोस् भन्नु। हुन्छ। सबैलाई जय मसी। मेरो नाम प्रकाश ब्राइली, मेरो घर सुर्खेत र म सुर्खेतकै बासिन्दा हुँ र हाम्रो चर्चको नाम चाहिँ ग्लोबल भिजन सिटी चर्च, वीरेन्द्रनगर सुर्खेत हटिया लाइनमा चाहिँ हाम्रो चर्च हो। चर्च तपाईँको कसरी सुरु भयो? चर्च चाहिँ विशेष गरी चाहिँ म लामो समय चाहिँ म मिसनको सेक्टरमा रहेर वाइएम युथ मिसनमा रहेर लगभग 22 वर्ष जति सेवा गरेँ र म सेवा गर्ने क्रममा विभिन्न भूमन्ते सेवाकाई गर्ने क्रममा नेपालको थुप्रै जिल्लाहरू लगायत इन्डियाको कालिम्पोङ, सिक्किम विभिन्न ठाउँमा अनि प्रभुको सेवा गर्ने मौका दिनुभयो र मेरो जीवन चाहिँ यस्तै मिसनरी जीवन नै लाइफ चाहिँ बितिरहेको थियो। तर मैले सोचेँ ओहो यो मिसनरी जीवन जिउँदा जिउँदा अन्तमा चाहिँ एउटा चर्च चाहिँ हुनु पाएको भए हुन्थ्यो भन्ने प्रकारको सोच चाहिँ मेरो हृदयमा आयो र त्यसपछि चाहिँ म कुनै मण्डलीमा सेवा गर्थेँ। म डिकन अभिषेक भएर त्यहाँ चाहिँ कुनै मण्डलीलाई सहायता गर्ने गर्थेँ र म लाई चाहिँ परमेश्वरले यो सुर्खेत वीरेन्द्रनगर बजारमै पहिला मेरो सानो व्यापार थियो र त्यो व्यापारकै सिलसिलामा म यहीँ हुर्किने मौका पाएँ र परमेश्वरले चाहिँ मलाई जुन ठाउँमा म हुर्केँ बढेँ, मेरा साथी सङ्गीहरू जहाँ थिए अनि त्यही ठाउँमै तिमीले एउटा मण्डली स्थापना गर्नुपर्छ भन्ने त्यस्तो प्रकारको हृदयमा प्रकाश आयो। प्रभुबाटको त्यो प्रेरणा पाएर अहिले चाहिँ हामीले सुर्खेतको यहाँ हटिया लाइनमा चाहिँ सेवा गर्दैछौँ। सुर्खेत बजारभित्रै तपाईँको एउटा चर्च अनि यहीँकै मान्छेहरूलाई बचाउने भन्ने? हजुर, सुर्खेतमै भएका बजारमै भएका मानिसहरूलाई बचाउने भन्ने उद्देश्यले, काम गर्ने भन्ने उद्देश्यले हामी सुरु गरेका छौँ। त्यो बजारभित्र तपाईँले मिनिस्ट्री गर्दै गर्दाखेरि है कस्तो प्रकारको च्यालेन्जेसहरू तपाईँले? विशेष गरी अब त्यही हो, बजारको मान्छेहरू धेरै व्यस्त हुन्छ अनि एकदमै अब आफ्नो काममा व्यापारमा फोकस हुन्छ। दिनभरि उनीहरू बिहान उठेदेखि बेलुकासम्म कमाउने कुरामै व्यस्त हुन्छ र त्यही हो, उनीहरू अब सेवा त आउन चाहन्छन्, विश्वास त गर्न चाहन्छन्, तर हामीसँग चर्च जाने समय छैन, अब हामी व्यापार गर्ने यस्तो प्रकारको कुराहरू हुन्छ। हामीले सुनाउँदा चाहिँ त्यही प्रकारको फिडब्याक दिनुहुन्छ। हजुर हजुर, अहिले यो प्रकारको सिचुएसन हरेक जग्गामा नि भइरहेको छ है। बजारको क्षेत्रमा मान्छेकोमा समय हुँदैन यस्तो कुराहरू, यहाँ पनि मोटामोटी त्यस्तै प्रकारको सिचुएसन्सहरू हामीले तपाईँले ल्याउनु भयो है। अनि हामी हिमालयन फ्री चर्च अफ सुकिया पोखरीबाट जुन चाहिँ हामी 9 जनाको टोलीहरू आएर यहाँ राउतेको बिचमा काम गर्यो है। तपाईँले हामीलाई धेरै सहयोग गर्नुभयो। धेरै महिना अगाडिदेखि हाम्रो पास्टर दादासँग तपाईँ कम्युनिकेट गर्दै हामीसँग तपाईँले सबै कुराहरू सजिलो बनाइदिइराख्नु भएको थियो है। अनि हामीसँग तपाईँले योमा काम गर्दै गर्दाखेरि तपाईँको कस्तो खालको एक्सपिरियन्सहरू? विशेष गरी चाहिँ एकदमै टाढोबाट यसरी प्रभुको दर्शन देखेर एउटा लोकमुलुक जाति राउटे जाति चाहिँ अब नेपालमा केही लगभग 40 घर परिवारहरू छन् र विशेष गरी त्यो जातिकोमा मानिसहरू, थुप्रै मानिसहरू चाहिँ यसरी दर्शन देखेर आउने, उनीहरूले राहतका कुराहरू गर्ने गर्छन्। अनि त्यही गर्ने क्रममा हजुरहरूले पनि यसरी दार्जिलिङबाट यो हराइरहेका मानिसहरूको बिचमा यसरी चाहिँ परमेश्वरको प्रेम लिएर आउनुभयो र हजुरहरूसँग मिलेर यसरी प्रभुको सेवासँगै परमेश्वरको सेवा गर्ने र परमेश्वरको प्रेम ती मानिसहरूलाई बाँड्ने मौका पाउँदा चाहिँ मलाई धेरै खुसी लागेको छ। तपाईँको हामीसँग कति काम गरेको एक्सपिरियन्स? एकदमै तपाईँहरू खुल्ला अनि सबैजना जवान, अनि सबभन्दा मेरो मन छोएको कुरा चाहिँ पास्टर पनि जवान प्लस तपाईँहरू सबैजना जवानीहरूले जवानीका विशेष गरेर हजारौँ इच्छा हुन्छ, हजारौँ चाहनाहरू हुन्छ। ती हजारौँ सम्पूर्ण आफ्नो इच्छा र चाहनालाई एकातिर राखेर परमेश्वरको मिसनलाई बोकेर अनि यति टाढो है लगभग दार्जिलिङबाट यहाँ आउनलाई लगभग 2 दिन जस्तो लामो यात्रा गरेर आउनुपर्छ। अनि यसरी आउनुभयो जवानहरू, यति एक्साइटेड
अनि एकदमै खुसी भएर अनि त्यो ठाउँमा गएर जोसका साथ अनि त्यसरी सेवा गरेको देख्दा तपाईँको झुन्डबाट चाहिँ मैले धेरै आशिष पाएको छु। धेरै धेरै धन्यवाद है आकाश बाबुलाई। हामी उहाँसँग मिलेर काम हाम्रो निम्ति एकदमै सजिलो हरेक कुराहरू उहाँले बनाइदिइराख्नु भएको थियो है। ट्रान्सपोर्टेसनदेखि लिएर इभन बस्ने ठाउँ उहाँसँग भेट्ने धेरै रिस्ट्रिक्सन्सहरू भएको थियो यो ड्युरिङ द हाम्रो मिसनको समयमा, तर उहाँले यति धेरै आफ्नो सोर्सेसहरू त्यो अध्यक्षहरूलाई जो पनि हुनुहुन्छ है उहाँहरूलाई रिक्वेस्ट गरेर लेटर मार्फत या धेरै कुराहरूमा उहाँले हेल्प गरेर हामीले यो एकदमै सजिलो रूपमा अनि एकदमै असल तरिकाले हामीले यसलाई कम्प्लिट गर्न पायौँ है। अनि फेरि पनि म आफ्नो टिमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ है। अनि अब हामी यहाँ स्याटरडेको यहाँ सर्भिस हुन्छ, चर्च सर्भिस, हामी यहाँ बसेर फेरि आज हामी आफ्नो घरतर्फ फर्किँदैछौँ। हुन्छ, धेरै धेरै धन्यवाद। हुन्छ धन्यवाद। जय मसी। यसुको हातहरू हामी हौँ, प्रेम विहीनलाई अँगाल्ने प्रभुको